सम्पूर्णमा नमस्कार। म आज पिएमटी छात्रवृत्तिको बारेमा जानकारी दिन गइरहेको छु। पिएमटी फारम कक्षा 5 र कक्षा 8 मा भरेका विद्यार्थीहरूले अब पिएमटी छात्रवृत्ति पाउनका लागि शिक्षा विभागको सूचना अनुसार प्रत्येक स्थानीय तहको लागि कोटा निर्धारण गरिएको छ। त्यो कोटा बमोजिम विद्यार्थी स्थानीय तहहरूले प्रत्येक स्थानीय तहहरूले सूचना निकाल्नुहुनेछ। त्यो सूचना बमोजिम विद्यार्थीहरूलाई विद्यार्थीहरूलाई कबुलियतनामा भराई त्यो कबुलियतनामा सहित इमेजमा पिएमटी भेरिफिकेसन कसरी गर्ने, विद्यालयले कसरी गर्ने भन्ने कुरा म तपाईँहरूलाई आज सिकाउन गइरहेको छु। तपाईँले आफ्नो इमेज लगइन गर्नुपर्ने हुन्छ। इमेज लगइन गरिसके पछाडि पिएमटी अथवा राइट साइडमा भएको पिएमटी भन्ने बटनमा जानुहोस् र पिएमटीका 3टा बटन भन्दै यो बिचको पिएमटी स्टुडेन्ट भेरिफिकेसनमा जानु। भेरिफिकेसनमा जानुभन्दा अगाडि पहिले तपाईँलाई म एउटा कुरा सिकाउन गइरहेको छु। तपाईँ माथि तपाईँको प्रोफाइल आइकनमा गएर फेरि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि डाउनलोड भन्ने अप्सनमा गइसके पछाडि यो कबुलियतनामा मैले विद्यार्थीलाई पिएमटी स्टुडेन्ट भेरिफिकेसन गर्नुभन्दा अगाडि यो कबुलियतनामा भराउनु पर्ने हुन्छ। यहाँ 1 नम्बरमै कबुलियतनामा भन्ने फर्म छ। फर्मलाई डाउनलोड गरेर यसलाई भरिसके पछाडि मात्रै तपाईँको पिएमटी भेरिफिकेसनका लागि तयार हुन्छ। यसलाई यहाँ डाउनलोड गर्नुहोस् र विद्यार्थीलाई यो पिएमटी फारम भराउनुहोस्। यो पिएमटी फारम भराइसकेपछि मात्र तपाईँको काम अगाडि बढ्नेछ। यो फारम यो तरिकाको पिएमटी फारम छ। यो पिएमटी फारममा तपाईँले विद्यार्थीलाई भराइसके पछाडि यो पिएमटी फारम भर्नका लागि तपाईँले स्थानीय तहबाट सर्टलिस्टमा नाम निकालेको सूचना जारी गरेका विद्यार्थीको मात्र यो कबुलियतनामा भराउनु होला। त्यस पछाडि तपाईँ इमेज अब तपाईँ पिएमटी स्टुडेन्ट भेरिफिकेसनमा जानुहोस्। AR83 छान्नुहोस्। ग्रेड 6 र 9 को गर्नुपर्ने हुन्छ। तपाईँले पहिले 6 को गरेर देखाएँ। तपाईँले 6 अब 9 पनि जानुहुन्छ र अब तपाईँको विद्यालय भयो। यति गरेर लोड गर्नुहोस्। लोड गरिसके पछाडि तपाईँको यहाँ विद्यार्थीको लिस्ट खुल्छ। तपाईँको स्थानीय तहले जति सर्टिङ गरेर तपाईँको लिस्ट निकालेको छ त्यो अनुसारका विद्यार्थीहरूको तपाईँले यहाँ चाहिँ स्टुडेन्ट भेरिफिकेसन गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईँ अब यसमा पल्लो लेफ्ट साइडमा जानुहोस्। लेफ्ट साइडमा रहेको एक्सन बटनभित्र जानुहोस्। एक्सन बटनभित्र गइसके पछाडि यहाँ तपाईँको यति कुराहरू यहाँ फुलफिल गर्नुपर्ने हुन्छ। पहिले तपाईँले विद्यार्थीको कुन ब्याङ्कमा खाता खोल्नु भएको छ त्यो ब्याङ्कको नाम छान्नुहोस्। ब्रान्च कुन हो ब्रान्चको नाम लेख्नुहोस्। अनि त्यहाँबाट एकाउन्ट नम्बर उहाँको एकाउन्ट नम्बर राख्नुहोस्। अघिल्लो सालको 2022 सालमा उसले ल्याएको जिपिए कति हो त्यो जिपिए राख्नुहोस्। रिमार्कमा तपाईँले के लेख्नुपर्ने छ भने त्यो लेख्नुहोस् र कबुलियतनामा 2 MB भन्दा माथिको हुनु भएन। 2 MB भन्दा सानो चाहिँ तपाईँले यसको साइज बनाउनु पर्ने हुन्छ र चुज फाइलमा क्लिक गरिसकेपछि तपाईँले त्यो फाइल कहाँ राख्नु भएको छ त्यसलाई सिलेक्ट गरेर यसरी ओपन गर्नुभयो भने त्यो फाइल आउँछ। त्यति गरिसकेपछि अब तपाईँले यहाँ इज स्कुल भेरिफाइड छुटाउनै नहुने कुरा चाहिँ के हो भने तपाईँले यो इज स्कुल भेरिफाइडमा टिक लगाएर अनि तपाईँले सेभ गर्नुपर्ने हुन्छ। यसरी नै प्रत्येक विद्यार्थीको तपाईँले चाहिँ यसरी नै काम गर्नुपर्ने हुन्छ र स्थानीय तहले जति पनि सर्टिङ गरेर सूचना निकालिएको छ ती विद्यार्थीको मात्र तपाईँले यो काम गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि तपाईँले सबै विद्यार्थीको यसरी नै त्यो विवरण गर्नुपर्ने छ। ती गरिसकेपछि तपाईँले यहाँनिर भयो कि भएन भन्ने कुराहरू चेक गर्नुपर्ने हुन्छ। इज स्कुल भेरिफाइडमा टिक लागेको छ भने तपाईँको काम भयो, होइन भने तपाईँको काम भएको छैन। अब यसलाई फेरि एडिट पनि गर्न सक्नुहुन्छ। त्यसले यो एकचोटि गरेर केही समस्या भएन फेरि एडिट गरेर सच्याउन पनि सक्नुहुनेछ। अन्त आजको भिडियो यति नै। भिडियो मन परेमा उपयोगी लागेमा यो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।
भन्दै बिदा हुन चाहन्छु। हस्, नमस्कार।